साथीहरू नमस्ते, स्वागत छ हजुरलाई मेरो च्यानलमा। आज चाहिँ मेरो भ्लग चाहिँ बिहाको भ्लग हुने भयो है साथीहरू। आज चाहिँ मेरो दिदीको बिहा, आज बिहा भन्दा भोलि बिहा हो। आज चाहिँ अब रोटी हाल्ने प्रोग्राम चलिरहेको छ, यताउति रमाइलो गर्ने चलिरहेको छ। म चाहिँ चाहिँ दिदीहरूले ठुलामाहरूले है रोटी हाल्दै हुनुहुन्छ। म चाहिँ दुबो टिप्दै हिँडेँ साथी गाइज। भयो भिडियो। हाम्रो दिदी हुनुहुन्छ यहाँ, बिहाको रल्तो छ, अब रमाइलो छ। यहाँ दुबो टिप्न आएको है, आन्टी हुनुहुन्छ माला बुन्नको लागि। काट्नु जाने भनेर चाबी छोपेर पर्कासु घर हामी ढोका खोलाम र है। ल ल हामी दुबो टिप्दैछौँ गाइज, हेर्न सक्नुहुन्छ आजको मेरो भ्लग चाहिँ। हाम्रो यहाँ भाउजूले चाहिँ के रे भाउजू हो कसार हिँड्नु भएछ नि भाउजू त अलग्ग टल्किएर है। बिहाको लागि भोलि बिहाको लागि रेडी तयार हुँदैछ। फसल बताइदियो अनि यहाँ चाहिँ टेङहरू के डल्ला बनाउनु नदिएर रोएर सुताइन्छ र सुताएपछि 2 घन्टा यहाँ चाहिँ आन्टीहरूले दिदीहरूले के भन्छ कसार बटार्दै हुनुहुन्छ। सेलरोटी हजुर पालिदिनु ए नेति पिना रे त्यही भिनाजुहरूले भिनाजु बोल्नु मेरो भगमा साली नानीको बिहामा एउटा भेना अर्को भेना दुईटा यहाँ चाहिँ अङ्कलहरूले मासुहरू कटिङ गर्दै हुनुहुन्छ। यता चाहिँ पल्तिर घर, उता चाहिँ अगाडि अर्को डेकोरेसन हुँदैछ। चाहिँ आन्टीले माला दुलाको लागि माला बुन्दै हुनुहुन्छ। अहिले चाहिँ नास्ता गर्दै हुनुहुन्छ सबैजनाले। अचार चर्को भयो बोल्नु खान थालेको अब नास्ता के गर्ने, त्यहाँ न सियो दिन्छौ, न धागो दिन्छौ, न टाला दिन्छौ, के गर्ने हो र के बनाउने माला बोल्दिन हामी भ्याइ नभ्याइ छौँ साथीहरू। कस्तो राम्रो त्यहाँ चाहिँ डेकोरेसन रेडी हुँदैछ।
खसी बनाउने यताउति गर्ने अङ्कलहरूले हुनुहुन्छ। यता माला बुन्नी आन्टीहरू चाहिँ ब्लग हो के रोड डेकोरेसन रेडी हुँदैछ। भोलिको बिहाको लागि रेडी हुँदैछ डेकोरेसन। भर्खरै घर गयो सम्मान उता उफ्रिराखेको छ बल खेलेछ। आज चाहिँ बिनाजर हुनुहुन्छ। भोलिको बिहाको लागि तयारी अवस्था दाइहरूले गर्दै हुनुहुन्छ। अब मेहन्दी रसमको लागि रेडी भइसकेका छौँ। चाहिँ दाइहरू हुनुहुन्छ, भिनाजहरू हुनुहुन्छ। ब्लग हो कि मेरो अनि हाम्रो नाच्ने नाच्ने अघि प्लानिङ गरेर नाच्ने
अहिले किताबको ओइ चिचा ओइ तिङ हान्ने मान्छे कम भयो ओइ चिचा नि हामी Thank you.